हाल्छौँ है छिट्टै हाल्छौँ है आमासँग बत है आमा दिदीसँग बत फ्रम टुडे वी आर अफिसियली म्यारिड है त ल राति डेन्जरै ठुलो पानी परेको डेन्जरै ठुलो मिल्किने गर्जिने ओहो जय नेपाल सही भएको छ ल मौसम दामी वेदर भएको छ सो गुड मर्निङ हेलो नमस्ते हो सबैजना सन्चै अनि आराम हुनुहुन्छ होला हामी पनि सन्चै अनि आरामै है त दिनको स्टार्ट है बाबुरु के छन् आई डोन्ट नो भित्र एक्लै सुति थिइन् के रे एक्लै भयो भनेर होला नि बोल्ने कोही होइन म त भर्खरी उठेको भर्खरी भएन भर्खरी मैले होइन ब्रस गरेको छैन है छ्या लास्ट अल्छी भइयो कहाँ लानु भएको थियो नि हजुर कसले पित्नु मेरो बाबुलाई कहाँ लानु भएको हजुर आँखा भरि हाँसु भयो अनि भर्खरै उठेको फ्रेस भयौँ चिया नास्ता गयौँ अलमोस्ट 9 बजिसक्यो है अलमोस्ट होइन बजिसक्यो अझै ढिलो उठेँ अनि आज चाहिँ फेरि कहीँ जान छ सधैँ डेली कहीँ जान छ है सुन्दा नि कान पाकिसक्यो होला है पाके नि पाएको केही नि हुन्न अब मेरो काम परेर त म हिँड्छु के गर्ने त है त्यही हो अब आज चाहिँ हाम्रो ओडातिर जान छ अनि के कस्तो हुन्छ अनि त्यही गएर कुरा गरेर भनौँला है त नलुनु न हजुर लुनी होइन के हजुर लुनी होइन है कान्छु उयोलाई पनि चली ऊ चली देख्नुभयो घाम गर्मीले आत्तिएर ओहो गर्मी पसिना कति आउँछ नि हो के तलिहाल्नु न नहेल्ने अरे त नहेल्ने ल त ल फ्रेस भयौँ अनि चिया खाऊँ अनि फुर भनौँला है त आई थिङ्क 9:30 भयो म चाहिँ भर्खरै फ्रेस भएर बसेँ अब यसो कफी बनाएर खाऊँ भनेर हो अन्त बाहिर लिएर आएँ सबै इक्विपमेन्ट जति कफी छ अनि त्यसपछि यो पनि ल्याएको थिएँ एन्ड पानी त लास्ट तातो भएछ अनि यो प्याकेजिङ त मलाई अति मन पर्यो कि ट्याग होइन पिस है मैले पहिला देखेको थिइनँ पहिला त ठुल्ठुलो उसमा देखेको थिएँ अनि मिक्स दिएको थिएँ तर यो चाहिँ नेस्केफे प्योर उसमा हो यो चाहिँ उसको इज गुड जहाँ पनि क्यारी गरेर लिएर हिँड्न मिलो हुन्छ नि त के होला कसै होला भन्न पनि परेन फुट्ला क्यारेल भन्नु नि परेन है सही हो चस्मा त लाउनु पर्यो तिर चस्मा भने चस्मा त लाउनु पर्यो नि त यार राति सुत्दा नि लाउँछु मैले त साँच्चै हो किन थाहा भिडियो एडिट गर्नुपर्छ डाइरेक्ट त्यो ब्राइटनेस आँखा आउँछ त्यही भएर है होइन यो त उहाँबाट ल्याएको चितवनबाट ऊ छुट्टिन्छ क्या फेरि ओके दिस इज माई एक्सप्रेसिव डबल शॉट because I put 2 packets of Nescafe coffee right एकदम यो कम्फर्टेबल टाइपको छ के यो हैन यहाँ पनि क्यारी गर्न मिल्यो दुईटा ब्याट्री हाल्दियो भयो टक्क लिएर हैन अरु पनि छ मसँग इक्विपमेन्टहरु त कफीको मेसिनको तर यो चाहिँ मलाई इजी लाग्यो के देखाउ त कफी सही भयो This is called heart, body and crema. Heart, body and crema. तलको भाग heart,
त्यसपछि यो भयो बडी त्यसपछि क्रेम है त है हामीले के दुध पनि यसरी घोलेर त्यो उसहरु डिजाइनहरु बनाउन मिल्छ होला यसो गरेर यसमा अलि त्यो कन्सिस्टेन्सी आउँदैन एक्सप्रेस जस्तो हुन्न फर्म हुन्छ के धेरै यसमा यसलाई मिक्स नगरिकन पाउडरमा दुध मात्रै हाल्दिएर नि मिल्छ फेरि असम ल भनेर त हामीलाई लाउँदै लाउँदैन हैन चापी दिनुस् न मलाई चापी राख्ने आफैले चापी राख्ने आफूले बिहान मोली लुगालाई काल्न होला हाल्न लुनु गएको पसिना हेर्न त कति आयो त ए मिनु मामालाई आज जाने हो घुम्न आज जानु हो न घुम्न जानु नि आज नि जानु न आज त आमासँग बस्छिन् होइन बाई बाई म चाहिँ बाइक कोल्ड स्टार्ट हालिदिन्छु आज अब निस्किन छ जाबजु गएर काम भ्याएर आउनु छ धेरै काम छ भनौँ धेरै नै छ काम चाहिँ वी थिङ्क लाइक धेरै काम छैन थोरै काम हो तर काम धेरै छ न्युट्रलमा जान गाह्रो मान्छ सो 1 2 लेट्स वान ट्याप के भयो अरे हेलो आउने भाइ आउने हो हाँसेर आज अल गुड आफै मुख ढाक्ने अनि आएर गर्ने होइन अत्ता मान्थ्यो A few moments later. आज कहाँ जाने हो कहाँ जाने हो न यता हो न ए पसिना कहाँ जाने आज कहाँ जाने हो भन्नु माथि जाने गोडामा छाड्न किन जाने हो किन जाने भन्न किन हो जाने सो यस आज चाहिँ हामी अफिसियल्ली हुन्छ नि म्यारिड सर्टिफिकेटको लागि अप्लाई गर्न जान लागेको ओडामा हिजो हामीले भिडियो हेरिसक्नुहुन्छ होला यो भिडियो आउनेभन्दा अगाडि भिडियो त हेरिसक्नुहुन्छ होला जुन बरगारी उसको हुन्छ नि वडा कार्यालय गएर सिफारिस लिएर आएर सबै कुरा गरिसकेको छौँ आज ल्याएको भोलिपल्टको नेक्स्ट दिन हामी जाँदैछौँ हाम्रो ओडामा है त म्यारिड सर्टिफिकेटको लागि अनि आज जाने भनेको 2 जना मात्रै किनकि सानोलाई छोडेर जाने हो है त बाटोमा कुरा गर्दै जाउँला है त रेडी भएर ल म रेडी भन्छु अनि डाइरेक्ट अब मोटो भ्लगमा भेटौँला है त बाबु एक्लै बस्ने भए हामी चाहिँ जान लागेको अब हामी निस्किन लागेको अब हिजो अस्ति लिएर गयो अलिक गाह्रो भयो कि छोरीलाई होइन आइहाल्छौँ है छिट्टै हाल्छौँ है आमासँग बधाई आमा दिदीसँग बधाई खेलेर लुनु गरेर बधाई ए बाई ल बाई गुड नाइट ल गयौँ ल बाई बाई आमासँग बधाई सो हामी चाहिँ निस्क्यौँ है न्युट्रलमै नरहेछ जय शम्भु सो अल राइट है हामी त निस्क्यौँ है सानोलाई चाहिँ हामीले छोडिदियौँ घरमै बिकज हिजो पनि लिएर गयो है त्यो गाडीमा झाकल झुकुल भयो बाइकमा यताउता त्यही भएर अलिकति गाह्रो भयो हाम्रो सानो हात्ती तलसम्म आउँछ ओके हेलो
छिटो गरेर आउनु छ नि अहिले भ्यू इज असम हरियाली एकदम ग्रिनरी भएको छ अनि आज बुढाबुढी है मोटो ब्लगमा है त अनि हिजो बेलुका पानी असिना यस्तो मजाले आयो मतलब मिल्किने चड्किने पानी कति धेरै आयो के अनगिन्ती वाइल्ड साइल्ड दुईजना मोटा बसेको है हल्का फ्लेक्सिबल त उस भयो नि त सस्पेन्स खेल्यो नि त सस्पेन्सन च्यान हल्किँदै मैले हिजो अलिअलि टाइट गरेको थिएँ आज अलि टाइट भयो त्यसलाई ढिला गर्न पर्ने भयो है सो फाइनली वी रिच है त हाम्रो वडा कार्यालयमा चाहिँ अब हाम्रो कामहरू गर्छौँ यताउता भ्याउँछौँ है अनि त्यसपछि तपाईँहरूलाई भेटौँला होइन किनकि यो सेन्सिटिभ एरियामा भिडियोहरू गर्न अलिक ठिक पनि हुँदैन होइन सो सी यू एकछिनमा है त एकछिनमा भेट्ने है त 1 hour later. मबाट नि हुन्न मेरो परिवारबाट नि हुन्न सर त्यो त हो सर पैसा नभए त केही छैन सर आज अफिसियली है त बुढाबुढी 10 सिग्नेचर गरेर ल भयो मिल्छ भएन आजबाट अफिसियल्ली बुढाबुढी सो फाइनल्ली हामी प्रुभ है त अफिसियल्ली A few moments later. सो फाइनल्ली हाम्रो काम भयो यता आइज त ल यता आइज ल फ्रम टुडे वी आर अफिसियल्ली म्यारिड है त हामीसँग अब म्यारिड सर्टिफिकेट नै छ थ्याङ्क यू सर म्याडम है हाम्रो बहिनी कति छिटो काम गरिदिनु भयो एकदम स्पेसल हाम्रो बहिनीलाई है सबै कुरा फ्याटफुट गरिदिनु है सो लेट्स गो अनि अघि खै देखाइ त अघि ख्याड आवाज आएको ऊ पनि हात्ती म पनि हात्ती अनि बिचरालाई भार परेछ के अनि मेरो यो जुन हुन्छ साइलेन्सर सेफ्टीको लागि आएको थियो नि त्यसले चाहिँ टायरमा छोएर टायर अलिकति खाइदिएछ कि ए छोरी हात्ती है त हामी निस्कौँ अब ल लाउ सबैलाई चिन्नु भन्छ उतैबाट आएपछि
कति त बुनी सो हामी चाहिँ गयो वी आर ह्याप्पी फाइनल्ली अफिसियल्ली हाम्रो म्यारिड भयो है नौमती बाजा बजाएर बिहा गर्न त मैले सकिनँ है अब ठिकै थियो हाम्रो हुन्छ नि त कास्ट मिल्थ्यो अब म गएर घर मागेर हुन्छ नि उसको घर गएर मागेर इफ हामीले म्यारिड गरिन्थ्यो भने को चाहिँ नि को त्यो के उतेको त्यो दाइ के अरे त्यो के मलाई चिनिन अनि अब हाम्रो कास्ट मिल्थ्यो भने आई थिङ्क मैले मेरो फ्यामिली लिएर गएर उसको फ्यामिलीसँग उसको हात माग्थ्यो होला अब के गर्ने अब भएन होइन ठिकै छ केही छैन यो सबै लेखा हो होइन को मान्छेको जन्म कसरी हुन्छ को मान्छेको मृत्यु कसरी हुन्छ को मान्छेको जिन्दगी कसरी सवारिन्छ त्यो सबै अब लेखा हो सो नो प्रब्लम जे थियो जे भयो राम्रो भयो जे हुन्छ राम्रोको लागि हुन्छ भनौँ है सो यहाँ सुक्दैछ सुकु टी सो आज चाहिँ यो पार्सल सायद प्याक गरिन्छ है घर आइपुग्यो हामी चाहिँ अनि बाबु एक्लै छोडेर गएको आज त बाबालाई ल पुन्तेलाई यो पसिना आला सो नुनु गलिन बाबु गरिन नले ल है त घडी त लाकेर हिँड्छु है त सो राइट नाउ अहिले बजेको छ 1:40 भएको छ आइज यही चाहन्थेँ कि म जति बेला नि रातो र चन्द्र सूर्य फरफर राखेको छैन अनि यहाँ छ आइज न सुकुटीभित्र आइसक्नु भएको छ है बाहिर अति गर्मी छ अति भन्दा नि अति गर्मी छ है सो एकछिनमा सायद हामी खेतको आलीसाली गर्न नि यताउता नि गर्न जान्छौँ होला अनि मेन भनेको आज मोमो च्यालेन्ज छ मोमो बनाएर खाने तल गएर फोन गरिसक्यो अब आउँछन् होला एकछिनमा म चाहिँ उता निस्किन्छु पहिला यहाँ चाहिँ हल्ला अलिकति उस हुन्छ क्या अनि त्यही हो अहिले यस्तो टक्लक्कै घाम लागेको छ सो त्यही हो है आजको लागि म भनौँ न आज के मेन काम भनेको हाम्रो म्यारिज सर्टिफिकेट हाम्रो हात परिसक्यो है अफिसियल्ली फाइनल्ली वी डिड हामीले दर्ता पनि गरिसक्यौँ अहिले म्यारिड हुन्छ नि त बिहे दर्ता पनि भइसक्यो सो एभ्रिथिङ इज डन सो सबै कामहरूमा उस हुन्छ क्या काम पुग्छ क्या त्यसले गर्दा हुन्छ नि ब्याङ्कको कारोबार अथवा हरेक कुराहरू सानो केही कुराहरूमा अब हुन्छ नि गभर्मेन्ट सेक्टरमा जाने भने अब पहिला अनम्यारिड थियो मतलब हुँदै रहन्छ क्या अनि म्यारिड भइसकेपछि चाहिँ म्यारिज सर्टिफिकेट चाहियो अनि परिचय पत्र चाहियो सबै कुरा डिमान्ड हुने रहेछ क्या अनि त्यही भएर अहिले चाहिँ परिचय पत्रको लागि प्रोसेस मेबी
2-3 दिनमा गर्छौँ होला हामी पनि आज, किनकि छोरीलाई मम्मीसँग र बहिनीसँग छोडेर गएको थियौँ, मम्मीसँग छोडेर गएको थियौँ। अनि उसलाई चाहिँ अप्ठ्यारो हुन्छ अब दुध खान पऱ्यो होइन। अब घरमा डब्बावाला दुध अब छुट्टै हुन्थ्यो, थियो कि नभएको होइन है। अब जन्मिने बित्तिकै त्यही बेलामा ल्याएको हो, के राखिराख्ने भनेर चाहिँ हाम्रो सानातीले नि खायो, किनकि जन्मिले त सानातीकै दुध खान्थ्यो नि त। सो हामीले चाहिँ बजारको दुध लगभग खुवाएकै छैनौँ है। अनि त्यो दिन नि जन्मिने बेला नि खुवाउन लागेको, डक्टरले कराउनुमा आमाकै दुध खुवाउने, नआए पनि चुसाउने हो, बानी पर्छ भने। अनि त्यो निप्पल हुन्छ नि त बच्चाले खाने दुध खाने निप्पल, त्यो पनि लिएर आएको, डक्टरले लिएर गएर फालिदिनु भयो। त्यो नदिनु दिने नै होइन, आमाको दुध नै आउँछ, सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो, त्यो बाहेक नखुवाउनु भनेर। त्यसपछि हामीले इग्नोरै गऱ्यौँ क्या, त्यो किनेको राखिदियौँ। अनि त्यही चाहिँ हाम्रो सानाहरूले बिहान उठेर खाने, आफैले चाहिँ हुन्छ नि त आफैलाई पोषक एकदम सबै कुराको परिपूर्ति हुन्छ भनेर मम्मीले चाहिँ त्यसैले उसैलाई खाना दिनुभयो। त्यो भ्याइयो थिएन हामीसँग स्टकमा। अनि आज छोरीलाई छोडेर जाँदा पिर के, अब आमालाई दुध खाने बच्चा छोडेर जाँदा आमालाई उसलाई पिर, छिटो गएर आइहाल्न पर्छ, छिटो गएर आइहाल्न चाहिँ 1000चोटि भन्यो होला कि। अनि त्यही भएर त्यस आरामसँग गयो काम पनि। एकैछिन सर म्याडम मिस हाम्रो बहिनीले सबैले गरिदिनु भयो, स्पेसल हाम्रो बहिनीले सबै कुरा ढ्याटफुट गरिदिइहालिन् है। थ्याङ्क यू सो मच। अनि अरू भन्ने होइन, आजको काम डन भयो, घर पनि आइयो। अब सानो खेलेर बस्यौँ। अनि तल गएर फोन गरेर मोमो च्यालेन्ज, मोमो बनाएर खाम भन्ने एउटा सोच छ, प्लान छ। अस्ति मासु ल्याएको, त्यो मासु अझै पनि छ कि, त्यही भएर त्यसलाई किमा बनाउने, यताउता गर्ने, अनि त्यसपछि मिठो बनाएर खानुपर्ने कुरो हुन्छ है त। सो आजको लागि यति भन्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ होइन। केही कामहरू चाहिँ पुरा भयो, त्यसको लागि चाहिँ यो एप्रिसिएट है। वी ट्राइङ। आजभन्दा 5-6 महिना अगाडिबाट हामी ट्राई गरिरहेको थियौँ कि उसको, अब त्यही त। अनि उताबाट उसको फ्यामिलीबाट डिटेलहरू नपुग्दाखेरि हामीलाई चाहिँ धेरै कुराहरू रोकिरहेको थियो। सो फाइनल्ली हामीले त्यो पनि पायौँ, हाम्रो बिहा दर्ता नै भयो, हाम्रो काम खोल्यो। सो यति नै भन्न चाहन्छु आजको लागि। थ्याङ्क यू सो मच फर वाचिङ। किप सपोर्टिङ, माया देखाइदिनु होला है। यसरी नै साथ सपोर्ट चाहिँ दिइराख्नु होला। इफ यु आर न्यू इन च्यानल टु सब्सक्राइब। यो भिडियोमा कुनै पनि चिज राम्रो लाग्यो, कुनै पनि पोइन्ट राम्रो लाग्यो भने एक लाइक र एउटा मिठो कमेन्ट चाहिँ छोडिदिनु होला। इफ यु आर न्यू सब्सक्राइब चाहिँ गर्नु पऱ्यो है, माया देखाउनु पऱ्यो। आई ट्राई माई बेस्ट टु मेकिङ द रेगुलर भिडियो। सो तपाईँहरूलाई पनि निराश म गराउन चाहन्न। म जस्तो मेरो घरमा जस्तो चल्यो, मेरो लाइफमा जस्तो चल्यो, आई विल सो यु होइन त। त्यही हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, माया देखाइदिनु होला है। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। यस्तो घाम छ, आफ्नो केयर गर्नु है। अहिले पानी प्रशस्तै खानु। ठाउँमा धेरै टेम्परेचरहरू बढिरहेको छ। आई थिङ्क मैले न्युज हेरेको 40 डिग्री समथिङ कटेको छ भन्ने सुनेको थिएँ कता है। सो बी केयरफुल है। अलिकति पानी बढी खानु, टेक केयर योर सेल्फ होइन। आफ्नो ध्यान आफै गर्नु होला है। कोही पनि हुँदैन आफ्नो ध्यान गर्ने चाहिँ। जस आफूले चाहिँ टाइम टु टाइम पानी भन्नु, पानी एकदम हाइड्रेट एकदम के आफूलाई चाहिने हुन्छ नि त। प्रशस्त मात्रामा पानी जुसहरू चाहिँ पिइराख्नु, खाइराख्नु है। यस्तो गर्मी छ, लिटरली लास्ट गर्मी छ कि विदेश होइन, मरुभूमि भन्दा गर्मी हुन लाग्यो कि नेपाल। अब यो सब अब यो वेदरको हुन्छ नि त, यो पुरै वेदर नै बिग्रिएको छ कि होइन। कता बमबारी, भूकम्प अनि हुन्छ नि पोल्युसनले गर्दा सब वेदरको। त्यही भएर अलिकति आफ्नो केयर गर्नु होला। बी सेफ है। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, अनि जिन्दगीमा व्यस्त रहनुहोस्। किप स्माइलिङ है। जय नेपाल एन्ड पिस आउट। सी यु नेक्स्ट ब्लग। नेक्स्ट ब्लग चाहिँ बवाल हुनेवाला छ है त, च्यालेन्ज। बाई ल, सी यु नेक्स्ट ब्लग।